हर्क भनेको त महासाला यो मूलवासी मान्छे हुनै होइन क्या यो के हो मलाई कता कता यो साला पास्टरै हो क्या लाग्छ मलाई हर्कसम्म पास्टर हो र सुन न म तिमीलाई भन्छु के जब बालिनसँग कम्प्रोमाइज गरिसकेपछि मटुवाले थिएन त थियो साम्पाङ नक्कली माओवादी बनेर पैसा उठाएको भन्ने कुरोहरू आइरहेको यहाँ हावा नआइकन पात हल्लिँदैन क्या यो पात हल्लिन हावा चाहिन्छ भाइ कि फुक्नु पर्यो कि अब यो प्रचण्डले फुकेर हल्लाएको पात हुनसक्छ हुनसक्छ भाइ प्रचण्डलाई त्यति धेरै विरोध गर्दैन क्या हर्क साम्पाङले आफूले कार्यक्रम मेरो चेलाहरूले मलाई विरोध गरेर साला करङसँग भाँचिदिइहाल्छु नि म त दाइ तपाईँले चाहिँ के वाइसिएल बनेर पैसा उठाउनु भयो कि उठाउनु भएन पहिला तपाईँले थिएन के को माओवादीलाई त म प्रचण्ड दाइले हामीलाई गुहारेको आइदिनु पर्यो भनेर गुहारेको यो त्यो बेला वाइसिएल सब भइसकेको थियो है म अहिलेसम्म एउटा काममा लगाएको छु मण्डलले भन्थ्यो होइन त्यो बेला मैले भने नि 3 मिनटमा 15,000 हाल्यो भनेपछि अब बन्दको नोकमा कति हाल्छ त्यो कुरै न को जितेको साला जो जितेको उसलाई पनि थाहा छैन म जितिरहेको छु भनेर त्यहाँ त्यो कस्तो हुन्छ भने यो हुकुम शासनमा जसले हुकुम गर्छ नि विदेशबाट हुकुम चलेको छ त्यसले जे भन्छ नेपालमा त्यही चलाएको छ नेपालीहरूको केही चलेको छैन भाइ